यति बेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ र त्यो भिडियो हो नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको। भिडियोमा वैदेशिक रोजगारबाट छुट्टीमा फर्किएका एक सर्वसाधारणलाई प्रहरीले लछारपछार गर्दै टी-सर्टमा तानेर एउटा कुनामा लगेर बुटले हानेको देख्न सकिन्छ। प्रहरीको यस्तो प्रकारको क्रियाकलाप देख्दा लाग्छ उनले ठुलै अपराध गरेका हुन्, तर उनले त्यस्तो कुनै प्रकारको अपराध र गल्ती नगरेको खुल्न आएको छ। सामान्य कुरामा वर्दीमा रहेका प्रहरीले सर्वसाधारणमाथि गरेको क्रियाकलापलाई लिएर प्रहरीको चर्को आलोचना भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थुप्रै पटक करछल गरी अरबौंको सुन पास गर्दा प्रहरीले केही मेसो पाउँदैन र त्यस्ता व्यक्तिलाई केही गर्न समेत सक्दैन, तर सामान्य व्यक्तिमाथि भने अहिले मात्रै नभएर धेरै पटक यस्तो क्रियाकलाप गर्दै आएको छ। भिडियोमा प्रहरीको कुटाई खाने व्यक्ति झापाका सञ्जय ओझा हुन् भने उनले प्रहरीले आफ्नो श्रीमती माथि पनि दुर्व्यवहार गरेको बताएका छन्। उनलाई पिटिरहेको बेला एयरपोर्टमा रहेका अरू व्यक्तिले पिट्न पाइँदैन समेत भनेका छन्, तर प्रहरीले आफ्नो पदको दुरुपयोग गर्दै उनलाई पिट्न छोड्दैन। सञ्जय ओझालाई प्रहरीले किन यस्तो गर्यो, यति बेला उनी आफैले बताएको भिडियो तपाईहरुलाई राख्दैछौँ। मेरो वाइफ हामी युएबाट आएको हामी इमर्जेन्सी म्यारेज एटेन्ड गर्नलाई 10 डेजको भ्याकेसनमा आएको थियौँ। अनि जस्तो भित्र टेक्नु भइसक्यो भनेर बाहिर आयो। अनि तपाईँको एक गेटबाट बाहिर निक्लिनु कि राइट साइडमा ठुलो एउटा स्पेस छ क्या, त्यहाँनिर तपाईँको पहिलो ट्रली राख्न मिल्दो रहेछ कि 4 जना अगाडि मिल्थ्यो। अहिले हटाएको चाहिँ के हो थाहा भएन, हामीलाई थाहा थिएन हामी त होइन। हामी आएर त्यहाँ राख्न खोजिरहेको थियौँ। एउटा ट्याक्सी चलाउने मान्छे त्यसले मलाई खुलाएन, त्यसले सोध्यो कहाँ जाने हो भन्यो होइन। अनि मैले भने हामीले मान्छे लिन आउँदैन भने एकछिन यहाँ राखेर वेट गर्नु पर्यो, एकछिन वेट गर्ने यति हुन्छ भनेर भन्यो। यहाँ राख्न पाउँदैन यताउति भनेर ताउन हप्काउन थाल्यो। अनि मैले भने तपाईँ को हो, हामीसँग राइट छ नि त। अनि उसले म यहाँको स्टाफ हो, कर्मचारी हो भने। अनि मैले त मसँग राइट छ, मैले हो तपाईँ कर्मचारी हुन्छ मलाई आइडी देखाउनु नि त। पुलिस आएको भने सिधा भन्नुपर्दा मैले बोलाएँ सर हेर्नु त उहाँले यसरी भनिरहनु भएको छ भन्दा त्यसले उल्टै मलाई गाली गर्यो। त्यो प्रहरीको उसलाई एउटा रेस्पेक्ट भन्नु थाहा छैन। त यहाँ बस्दैन भने हो यहीँको स्टाफ हो, यहीँ काम गर्ने हो, यताउति भन्नु भन्यो। त चुप लागेर यो यहीँ काम गर्ने हो यिनीहरूको बोल्नै हेर्यो सिधै। अनि त्यो भन्दा म ट्रली लिएर बाहिर पुगिसकेको मान्छे फेरि धम्कीले आयो क्या। हामी त्यहाँ बस्छ त्यो बाहिर त्यो मान्छे खाममा त रोक्न पाउँछ नि त। अनि त्यहाँनिर रोकेर अब को हो भने हामीले त मान्छे फोन गर्नु पाउँदैन, सोच्यो कसलाई फोन गरेको होला भनेर। हामीले त आफ्नो लिन आउने मान्छेले त फोन गर्नु पर्यो। त्यहाँबाट ऊ 81 उतापट्टि भएको मान्छे पुलिस सिधै मतिर आयो। अनि मैले मेरो मोबाइल निकालेर भिडियो बनाएँ। त्यो भिडियो मैले युट्युब मैले टिकटकमा पनि हालेको छु। र मैले आफ्नो सेफ्टीको लागि भिडियो बनाएँ, मेरो मोबाइल फालिदियो। अनि त्यो भिडियो बन्द भएको छ। अनि त्यो मोबाइल फालिदियो। त्यस पछाडि मलाई कैदीलाई जस्तो पछाडि हात एउटा ट्राफिक पुलिसको त कुनै अथोरिटी नै छैन नि मान्छेलाई समाउने त है। ट्राफिकले तपाईँको हात ब्यान गरेको छ मेरो। अर्को एउटा पुलिसले हान्न दिइरहेको छ हात समाएर, ऊ अनुहारमा भुँडीमा हानिरहेको छ। मेरो बुढीलाई शुद्ध खेलछाल गरेर तिनीहरूले। अनि त्यसो भने जाँदा म नेपाल आएको मान्छे हो, मेरो कन्ट्री हो। म आउँदाखेरि यस्तो हुन्छ, मैले न कुनै स्मगलिङ गरेको छ न केही गरेको छ, म चेकिङबाट आएको बाहिर। अनि हामी आफ्नो कन्ट्री आउँदाखेरि यस्तो हुँदैन नि त। हामीलाई त अब आइन्छ सर हेर्नु 1 वर्ष 1.5 वर्ष त्यस्तो मागिन्छ। हामीले के छैन भएको थाहा हुँदैन। उनीहरूले हामीलाई गाइड गरेर सम्झाउनु पर्ने हो किन भन्नु त। 10 डेजको लागि आएको छु, नेपाल कानुन त यो म रिटर्न जानु छ एनी हाउ। त्यसैको लागि मैले केस नहालेको क्या। यिनीहरूको त्यही म रोकिन्छु, मेरो रोकेर यहाँ हुँदैन, यतामा खानु हुँदैन, त्यसैको लागि मात्र मेरो वाइफले शुद्ध दुर्व्यवहार गरेको।